गुड मर्निङ सबैलाई। आज यो एउटा टेक्निक सिकाउन गइरहेको छु, मजाले हेर्ने है। जस्तै नम्बर लाइनमा जस्तै यस्तो हुन्छ +2 जस्तै +2 इन्टु +3 छ भने इन्टिजरमा यसरी अब के भनेको हुन्छ, सो यसलाई मल्टिप्लाई गरेर चाहिँ सो इन नम्बर लाइन भनेर भनेको हुन्छ हामीलाई क्वेसनले, होइन त। अब सिम्पल, यो यसको अगाडिको साइन, यसको अगाडिको साइन यो सुरुमा हेर्नु पर्दैन, एकदम इजी टेक्निक। सुरुमा 2 हेर्ने, बिचमा मल्टिप्लाई छ भनेपछि हामीले मल्टिप्लाई गर्नु पर्यो। नम्बर हेरेर सुरुमा 2 छ, पछाडि 3 छ। 2 3 जा कति हुन्छ, डाइरेक्टली त्यो मल्टिप्लाई गर्ने। 2 3 जा कति हुन्छ त 6 भनेपछि यहाँ 6 लेख्ने। अब साइनको केसमा चाहिँ के गर्ने भन्दाखेरि, हेर 2 को अगाडि कुन साइन छ, प्लस साइन छ। 3 को अगाडि कुन साइन छ, प्लस साइन छ। यो दुइटै साइन सेम छ नि, सेम छ कि छैन हेर्ने। यो पनि प्लस, यो पनि प्लस, दुइटै साइन सेम छ नि त। सेम छ भने चाहिँ प्लस हालिदिने यहाँनेरि, ल। अर्को जस्तै हेर, -4 इन्टु -2 छ अरे। यो साइनलाई सुरुमा हेर्नु परेन, सुरुमा नम्बरलाई मात्रै हेर। सुरुमा नम्बरलाई मात्रै, यहाँ मल्टिप्लाई छ, नम्बरलाई मात्रै मल्टिप्लाई गर्नु पर्यो। 4 2 जा कति हुन्छ, 8। अब साइन हेर, 4 को साइन के छ, -2 को साइन के छ, त्यो पनि माइनस। साइन सेम छ कि छैन, माइनस माइनस साइन त सेम छ नि त। साइन सेम छ भनेपछि हामीले प्लस हालिदिनु पर्यो, +8 हुन्छ, ल। अब हेर, यहाँ नोटमा लेखिदिन्छु। सेम साइन छ भने हामीले अगाडि प्लस हाल्नु पर्यो, होइन। डिफ्रेन्ट साइन छ भने चाहिँ हामीले अगाडि साइनमा माइनस हाल्नु पर्यो। यो कुरा ध्यान दिने। एउटा इक्जाम्पल दिन्छु, जस्तै हेर, -3 इन्टु +4 छ अरे। माइनस छ कि अगाडि प्लस छ, सुरुमा त्यो हेर्नु जरुरी छैन। सुरुमा नम्बर मल्टिप्लाई गर, 3 4 जा 12 हुन्छ। अब साइन हेर, एउटामा माइनस छ, अर्कोमा प्लस छ। साइन सेम छ त, छैन, डिफ्रेन्ट छ। डिफ्रेन्ट हुने बित्तिकै अगाडि माइनस हालिदिने। अब अर्को इक्जाम्पल हेर, +2 इन्टु -3 छ। अब प्लस छ कि माइनस छ त्यो सुरुमा हेर्नु परेन, सुरुमा नम्बर मात्रै मल्टिप्लाई गर। 2 3 जा 6। अब साइन हेर, यसको प्लस छ, यसको माइनस छ। साइन सेम छ कि डिफ्रेन्ट छ त, डिफ्रेन्ट छ। डिफ्रेन्ट हुने बित्तिकै हेर त, सेम साइन भएको भए प्लस युज गर्ने, डिफ्रेन्ट साइन भएको भए माइनस युज गर्ने। यहाँनिर साइन के छ त, प्लस र माइनस। डिफ्रेन्ट भनेपछि -6 लेख्ने, इजी गेम, सक्यो।